स्वागत छ तपाईं सबैजनालाई आजको यस लेक्चरमा। आज हामी क्लास 12 बेसिक म्याथ कोची क्याल्कुलस भन्ने च्याप्टर स्टार्ट गर्न गइरहेका छौं र क्याल्कुलस अन्तर्गत पहिलो च्याप्टर हाम्रो रहेको छ डेरिभेटिभ र डेरिभेटिभको चाहिँ आज मात्र हामी कन्सेप्ट र केही फर्मुलाहरूको कुरा गर्नेछौं र त्यसपछि आउँदो लेक्चरहरुमा चाहिँ हामी एक्सरसाइजहरु पनि सल्भ गर्नेछौं र प्लस क्वेशनहरु गर्दाखेरि त्यसमा कसरी त्यसलाई सल्भ गर्ने, कसरी इजी तरिकाले सल्भ गर्न सक्छ यी सबै कुराहरु पनि डिस्कस गर्नेछौं। सो लेट्स गेट स्टार्टेड। सबभन्दा पहिला हामी अब फर्मुलाको कुरा गरौँ है त। एउटा मोस्ट इम्पोर्टेन्ट फर्मुला जुन छ हाम्रो जसलाई चाहिँ एकदम बेसिक फर्मुला हो त्यो भन्ने हो भने हैन त जो त्यसलाई हामी भन्छौं dx को पावर n बाइ dx यो दिएको छ। त यो भनेको के हो? यसलाई पावर रुल पनि भन्छ। यसमा के भनिन्छ भन्दाखेरि पहिला पावरलाई तल ल्याउनुस् र पावरबाट 1 घटाउनुस् भनेर है त। यो भनेको हाम्रो पावर रुल। पावर रुल। अब यो पावर रुल भनेपछि अनि यो 90% क्वेशनहरुमा चाहिँ हाम्रो डाइरेक्ट युज, कहिलेकाहीँ त डाइरेक्ट युज नै हुन्छ, यसको सिधै हामीले युज गर्नुपर्ने हुन्छ, नत्र म्याक्सिमम क्वेशनहरुमा चाहिँ यसको कन्सेप्ट त हामीले युज गर्ने पर्ने हुन्छ। यो फर्मुला त युज हुन्छ नि। त्यही भएर एकदम इम्पोर्टेन्ट फर्मुला छ, एकदम इम्पोर्टेन्ट बट भेरी सिम्पल है त। केही न केही पावर तल ल्याउने, पावरबाट 1 घटाउने है। अब यसैमा चाहिँ के छ, अलिकति यसको एडभान्स फर्म हेर्ने हो भने d जस्तै कि ax + b को होल पावर n बाइ dx, जहाँ चाहिँ हाम्रो के छ a र b एज अ कन्स्ट्यान्ट हुन्छ है। a एन्ड b हाम्रो कन्स्ट्यान्ट्स हुन्, यिनीहरु कन्स्ट्यान्ट हुन्। अब यसरी हाम्रो x को केही कोएफिसिएन्ट आएको छ भने है र एउटा यो रुल पनि याद राख्नुस् कि डेरिभेटिभको फर्मुला हामी लगाउँदाखेरि यदि x सँग या यो भेरिएबल सँग के भन्छ कोएफिसिएन्ट आएको छ भने त्यसले हामीलाई त्यो कोएफिसिएन्ट सँग हामीले के गर्नुपर्छ, यसलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। डेरिभेटिभमा मल्टिप्लाई र यदि इन्टिग्रेसन छ भने त्यति बेला चाहिँ हामी यसलाई डिवाइड गर्छौं। अब यो फर्मुला जस्तै यही फर्मुला यो पनि पावर रुल नै हो है त। एक प्रकारले हेर्नु भने यो पावर रुल नै हो, तर x सँग केही कोएफिसिएन्ट आएको छ भने त्यसलाई चाहिँ हामीले के गर्छौं भन्दाखेरि मल्टिप्लाई गर्छौं। अनि त्यसपछि बाँकी फेरि के गर्ने, पावरलाई तल ल्याउने र ax + b को पावर n-1 है। त्यसरी यो हाम्रो फर्मुला। अब जस्तै यो फर्मुलाको कुरा गर्ने हो भने यो आउँछ कहाँबाट त, यो अब जस्तै कि यो भनौं न यहाँ चाहिँ हाम्रो ax + b छ। अब यो ax + b भनेको अनि त्यसलाई x को रेस्पेक्टमा डेरिभेटिभ गर्नुपर्ने छ। त अब यो x को रेस्पेक्टमा डेरिभेटिभ हुँदैन भने हामी यसैलाई चाहिँ के गर्न सक्छौं, जस्तै हेरौं ax + b एउटा चेन रुल भन्ने हाम्रो कन्सेप्ट छ। अब चेन रुलले के भन्छ, ax + b हैन यहाँ राख्दिम र यसैलाई हामीले थपेको कारणले ax + b डिवाइड बाइ फेरि अब यो dx यति गर्न मिल्छ यो चेन रुलबाट गयो भने हैन। अब जस्तै यहाँ त हाम्रो के हुन्छ, सिम्पल पावर रुलको फर्मुला हामी लगाउन सक्छौं, पावरलाई तल ल्याउने र पावरबाट 1 घटाउने भनेको त n-1 है। र यहीबाट फेरि हामी यसलाई मल्टिप्लाई गर्ने हो भने त यसको डेरिभेटिभ गर्ने भने सेपरेट गर्न मिल्छ, डेरिभेटिभ ax dx प्लस डेरिभेटिभ अफ कन्स्ट्यान्ट dx यसरी। ल त यो भनेको के भयो, ax + b को पावर n-1 हैन इन्टु यहाँ a बाहिर आउँछ, dx बाइ dx को डेरिभेटिभ के हुन्छ 1 हैन। यसलाई ब्र्याकेटमा राख्दिम, नत्र यो 1 हुन्छ र यसको डेरिभेटिभ त 0, कन्स्ट्यान्टको डेरिभेटिभ 0। त यहाँबाट हेर्छौ भने हाम्रो यतिको डेरिभेटिभ के आयो a, त भनेपछि हाम्रो a टाइम्स n ax + b को पावर n-1। त यो फर्मुला पनि हाम्रो आको चाहिँ यही पावर रुलकै फर्मुला हो हैन। तर यहाँ चाहिँ अब यसरी अलिकति यो मिलेन भने, जसको रेस्पेक्टमा डेरिभेटिभ गर्दैछ त्यो मिलेन भने हामीले त्यो चेन रुल लगाएर पनि गर्न सक्छौं। र यही चेन रुल लाउनु नपरोस् भनेर एउटा कन्क्लुजन के निकाल्यो भन्दाखेरि सिम्पली यो पावर रुल नै लाउँदा भयो यहाँ, तर जस्ट x सँग जे कोएफिसिएन्ट आएको छ त्यो कोएफिसिएन्टले हामीले यसलाई मल्टिप्लाई गरिदिनु पर्ने हुन्छ है त। यति गर्यो भने चाहिँ हामी यो पावर रुलको बेसिक कन्सेप्ट या बेसिक फर्मुला लाएर नै यसलाई सल्भ गर्न सक्छौं भन्ने हो है त। ल त्यसो भए यसलाई त म साइडमा राखिदिन्छु ल है त। ल ठीक छ। त्यसो भए फेरि अब अर्को फर्मुलाको यदि कुरा गर्ने हो भने ल एउटा यो भयो बेसिक फर्मुला। त्यसपछि अब हाम्रो फर्मुलाको कुरा गर्ने भने जस्तै log x को फर्मुला है। र एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि म चाहिँ अलिकति यसमा चाहिँ जस्ट फर्मुला रिभिजन गर्दै छु। हामी क्लास 12 को लागि पढ्दै छौं हैन। म क्लास 11 को लागि जस्तै यो लेक्चर बनाए भने र क्याल्कुलसको लेक्चर र डेरिभेटिभ स्टार्ट गरे भने त्यहाँ चाहिँ हामी अलि फर्मुलाले बढी विस्तृत रूपमा डिस्कस गर्छौं। तर यहाँ चाहिँ बेसिकली क्लास 12 लाई चाहिने त कम से कम हामीलाई याद हुनुपर्छ र कसरी याद गर्ने थोरै अलिकति म त्यसलाई एक्सप्लेन गरिदिरहेको छु। त्यो हिसाबले चाहिँ हामीले याद राख्नुपर्ने हुन्छ। त्यो फर्मुलाहरु याद राख्नुको लागि म जस्ट रिभिजनको हिसाबले मात्र फर्मुलाहरुलाई रिपिट गर्दै छु है त। तब जस्तै log x को फर्मुला हाम्रो के हुन्छ 1/x, डेरिभेटिभ अफ log x भनेको चाहिँ हाम्रो 1/x। त्यसरी नै एक्सपोनेन्शियलको यदि हामीले कुरा गर्ने भने e को पावर x
र यसमा पनि एउटा कुरा है त, यहाँ पनि सिम्पल के हुन्छ भन्दाखेरि लगकै पनि हाम्रो अब के भन्छ फर्मुला लेख्दाखेरि फेरि त्यही हो कि यक्सँग केही कोफिसिएन्ट आयो भने यहाँ पनि अब जस्तै यसलाई हामी लग है लग ax प्लस b बाई dx गर्नु पऱ्यो अरे। ल त्यसको पनि के हुन्छ त 1/x को जस्तै यहाँ लगसँग जे आएको छ त्यही हामीले यहाँ पनि राख्ने हो, तर यक्सँग के आएको छ कोफिसिएन्ट, त्यसले मल्टिप्लाई गर्नुपर्छ। त्यति कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो। 1/ax प्लस b यसरी है त। यो भनेको हाम्रो यसको फर्मुला हुन जान्छ। त यो मेन फर्मुला यही हो, याद राख्ने फर्मुला यही हो हैन। यसमा पनि मेन याद राख्ने फर्मुला यति नै हो। तर यदि यसरी a र b कन्स्ट्यान्टको रूपमा आएको छ, यक्सँग केही कोफिसिएन्ट आएको छ भने त्यो कोफिसिएन्टले हामीले मल्टिप्लाई गर्नुपर्ने हुन्छ है त। ल त्यसो भए फेरि अब एक्सपोनेन्ट्सको कुरा गर्ने भने त आई थिङ्क वर्ल्डकै सबभन्दा इजिएस्ट फर्मुला हो यो, डेरिभेटिभ अफ e को पावर x के हुन्छ होला थाहा छ होला आई होप हैन। e को पावर x सिम्पली जस्ताको त्यस्तै। यसमा पनि यदि हामीले फेरि त्यही चेन रुल या कन्सेप्ट भनौँ या यसरी समथिङ यक्सँग कुनै कोफिसिएन्ट आइदियो भने या प्लस माइनसमा हाम्रो केही भ्यालु आइदियो भने त्यति बेला चाहिँ हामीले यसको फर्मुला के हुन गयो a अनि e को पावर ax प्लस b सिम्पली है त। यसरी हामी यसको फर्मुलाहरू हेर्न सक्छौँ। यो फर्मुलाहरू हामीले पढिसकेको हो 11 क्लासमा, हामीले यो सब फर्मुला पढ्नुपर्ने हुन्छ। यहाँ चाहिँ जस्ट रिभिजनको फर्ममा चाहिँ म यो फर्मुलाहरू गराइरहेको छु है त। अब यति बेसिक फर्मुलाहरू जुन भयो यो भयो। त्यसपछि डेरिभेटिभमा त्यही हो कि अब हाम्रो के भन्छ कन्स्ट्यान्ट छ भने कुनै के भनेको मानौँ कुनै एउटा कन्स्ट्यान्ट छ, कन्स्ट्यान्टको डेरिभेटिभ 0 हुन्छ हैन। अब मानौँ कि यदि हाम्रो कुनै कन्स्ट्यान्ट आएको छ, कुनै फङ्सनसँग कन्स्ट्यान्ट आएको छ भनेपछि जस्तै कि हेरौँ जस्तै हामीसँग के अनि यो fx भन्ने फङ्सन छ कुनै अनि dx, त्यति बेला चाहिँ हामीले के गर्नु पर्यो कन्स्ट्यान्टलाई बाहिर निकालेर बाँकी फङ्सनको डेरिभेटिभ गर्नु पर्यो एज पर द रुल। कुन रुलबाट त्यो डेरिभेटिभ हुन्छ त्यो गर्नु पर्यो। कन्स्ट्यान्टको त्यो भयो हैन। त्यसपछि अब अर्को भनेको चाहिँ हाम्रो अलिकति हेर्ने भने प्रोडक्ट रुल है त, जसलाई हामी प्रोडक्ट रुल भन्छौँ। तर एकदम सिम्पल रुल हो यो, केही न केही खासै त्यस्तो गाह्रो या त्यस्तो भन्ने केही छैन। सिम्पली हेरौँ यदि दुईवटा हामीसँग फङ्सन छ है, दुईवटा फङ्सन छ, दुईवटा एक्सप्रेसन छ भनौँ हैन, त्यति बेला प्रोडक्ट फर्ममा छ भने त्यसलाई हामी प्रोडक्ट रुलले जानु पर्यो। र प्रोडक्ट रुलले के भन्छ सिम्पली हेरौँ है, एउटा फङ्सनलाई बाहिर राख्नु अर्कोको डेरिभेटिभ गर्नुहोस्, फेरि प्लस फेरि भीलाई बाहिर राख्नुहोस् मतलब अर्कोलाई बाहिर राख्नुहोस् अनि रिमेनिङलाई चाहिँ डेरिभेटिभ गर्नुहोस्। यो हाम्रो प्रोडक्ट रुलले भन्छ सिम्पली। यदि यो दुईवटा फङ्सन हो भने त यति गरे भइहाल्यो। त्यसपछि यदि हामीले कुरा गर्ने हो भने कोसेन्ट रुल, कोसेन्ट रुल। अब कोसेन्ट रुलले के भन्छ त हेरौँ। कोसेन्ट रुलमा के हुन्छ त u/v dx। अब यहाँ हेरौँ है, प्रोडक्ट रुलको ठ्याक्क उल्टो हुन्छ हाम्रो कोसेन्ट रुल भनेपछि उल्टो भन्ने खोजेको के त यहाँ प्लस गर्नुपर्छ। प्रोडक्ट रुलमा हामीले प्लस गर्नुपर्ने हुन्छ, कोसेन्ट रुलमा हामीले माइनस गर्नुपर्ने हुन्छ। त भने जस्तै यहाँ अब हामीले अनि अर्को कुरा जस्तै यहाँ युलाई बाहिर राख्थ्यौँ त अब हामीले कोसेन्टमा चाहिँ भीलाई बाहिर राख्यौँ है त। भीलाई बाहिर राख्ने du/dx माइनस अनि u/dv/dx र एउटा चाहिँ यसमा के थप हुन्छ भन्दाखेरि v² पनि हामीले गर्नुपर्ने हुन्छ है त। ल यति हाम्रो बेसिक फर्मुलाहरू भइ नै हाल्यो। र त्यसपछि अब हामी नेक्स्ट भनेको चाहिँ अर्को चाहिँ ट्रिगोमेट्रिकको फर्मुला। यहाँ अब ट्रिगोमेट्रिक रेसियोजहरूको फर्मुला, ट्रिगोनोमेट्रिक रेसियोज, ट्रिगोमेट्रिक रेसियोजको फर्मुला। अब ट्रिगोमेट्रिक रेसियोजहरू भनेको साइन कस ट्यान यिनीहरूकै है त। ल जस्तै अब यसमा हामीले जस्तै पहिलो नम्बरमा डेरिभेटिभ अफ साइन एक्स, यो भयो भने के हुन्छ यसको साइनको डेरिभेटिभ कस एक्स है, सिम्पल। त्यसपछि फेरि डेरिभेटिभ अफ कस एक्स कस टू के हुन्छ साइन एक्स है, साइन एक्स। र हामीले अब यहाँ चाहिँ एउटा ट्रिक या कन्सेप्ट जे बुझ्दा नि भयो हैन कि जस्तै कि यदि हाम्रो डेरिभेटिभको ट्रिगोमेट्रिक रेसियो सीबाट स्टार्ट हुन्छ भने त्यसको रिजल्ट या त्यसको डेरिभेटिभ नेगेटिभ हुन्छ है। यो कुरा चाहिँ याद राख्नु। इफ रेसियो स्टार्ट्स फ्रम सी इट्स डेरिभेटिभ इज नेगेटिभ, डेरिभेटिभ इज नेगेटिभ है त। यसरी बुझ्नु पर्यो। यदि हाम्रो डेरिभेटिभमा चाहिँ ट्रिगोमेट्रिक रेसियो सीबाट स्टार्ट हुन्छ जस्तै कस, कसेक हैन, कट, यो तीनवटा भनौँ, यो जुन चाहिँ सीबाट स्टार्ट भएको छ त्यसको डेरिभेटिभमा चाहिँ माइनस राख्नु होला है त। फर्मुला सिधा याद गर्नुहोस् र सीबाट स्टार्ट हुन्छ भने त्यसलाई माइनस राख्नु। ल साइन कस त्यसपछि ट्यान, ट्यानको डेरिभेटिभ
सेक स्क्वायर एक्स। ल अब यहाँ अर्को कुरा पनि अर्को फर्मुला पनि हामी कसरी याद राख्न सक्छौँ, जस्तै ट्यानको के हुन्छ सेक स्क्वायर एक्स, र अब सेक एक्स मात्र आयो भने त्यसको डेरिभेटिभ के हुन्छ हेर्नुहोस्। अब यो भनेको सेक एक्स, जस्तै यहाँ ट्यान हुँदा त दुईवटा सेक आउँथ्यो, त सेक मात्र हुँदाखेरि के बुझ्नु पर्यो, सेक र ट्यान यसरी दुईवटा चाहियो नै भनेर बुझेर त्यसरी रिलेट गरेर हामी याद सेक र ट्यान, जस्तै ट्यानको सेक स्क्वायर हुन्छ, त्यो सेक मात्र भयो भने सेक र ट्यान दुईवटा चाहियो भन्ने बुझ्नु पर्यो है त। त्यसै नै फेरि ट्यानको भयो, सेकको भयो, त्यसपछि हाम्रो ल कटको गरौँ, कट एक्स। अब यहाँ फेरि हाम्रो के भयो, यदि के भनेको थिएँ मैले कि हाम्रो यदि सीबाट स्टार्ट भयो भने त्यति बेला चाहिँ हाम्रो डेरिभेटिभ नेगेटिभ हुन्छ, माइनस राख्नु, अनि कटको के हुन्छ कसेक स्क्वायर एक्स है। त्यसै नै फेरि यदि अब कसेकको कुरा गर्ने हो भने कसेक एक्स डिएक्स हुन्छ, त्यो भनेको फेरि सीबाट स्टार्ट भएको छ त माइनस, अनि यहाँ जस्तै कसेक स्क्वायर एक्स इक्वल्स टु कट एक्स हुन्छ, त अब कसेक मात्र छ भने त्यो भनेको हाम्रो के भइदिन्छ कसेक एक्स इन्टु कट एक्स है। यसरी हामी डेरिभेटिभ गर्न सक्छौँ। अब त्यही भयो फेरि जस्तै कि फर इक्जाम्पल एउटाको लागि मात्र म लेखिदिइरहेको छु, साइन एएक्स प्लस बी छ अरे, यक्सँग कुनै कफिसियन्ट आयो अरे है त त्यसरी नै फेरि अब यसमा पनि त्यही हो कि एले मल्टिप्लाई गर्नुहोस्, बाँकी फेरि हाम्रो साइनको डेरिभेटिभ भनेको कस एएक्स प्लस बी है त। यसरी नै अब यसरी नै सबै बाँकी सबैको लागि पनि हामी बाँकी ट्रिगोमेट्रिक रेसियोहरूको लागि पनि यही तरिका फलो गर्न सक्छौँ है त। यति कुरा आई होप बुझ्नुभयो होला। यो सबै हाम्रो बेसिक 11 क्लासकै या 11 क्लासमा हामीले पढेकै कुराहरू हो। 11 क्लासमा हामीले सबै यो फर्मुलाहरू सिकेकै हो र त्यसको बेसमा त्यहाँ डेरिभेटिभ त मजाले हेरेर 11 क्लासमा त्यही नै हो, हाम्रो बेसिक डेरिभेटिभ सिकाइन्छ। अब यहाँ हामीले भनेको एउटा एक्सर्साइज मात्र जसमा हामीले डेरिभेटिभ गर्नुपर्ने हुन्छ र बाँकी सबै भनेको एप्लिकेसन अफ डेरिभेटिभहरू। त्यो एप्लिकेसन अफ डेरिभेटिभ गर्दाखेरि नै हामीले के चाहिन्छ, यही बेसिक कन्सेप्ट्सहरू नै चाहिने हो। त्यही भएर बेसिक डेरिभेटिभ यदि हाम्रो स्ट्रङ छैन भने हामी 11 क्लासको त्यो क्वेसनहरू फेरि प्रिपेयर गर्दा पनि हुन्छ, अलिकति प्र्याक्टिस गर्दा नि हुन्छ, रिभिजन पनि हुन्छ, र यदि राम्ररी आउँदैन भने त्यहाँ गऱ्यो भने स्ट्रङ कन्सेप्ट पनि स्ट्रङ हुन्छ। त्यसपछि बल्ल गएर 12 क्लासको हाम्रो डेरिभेटिभ हामीलाई सजिलो हुन्छ है त, जसमा चाहिँ हामी एक्चुअलमा एप्लिकेसन अफ डेरिभेटिभ पढ्ने हो है त। ल त्यसो भए अब यो भयो हाम्रो बेसिक यो कुराहरू। त्यसपछि अब यदि केही हामी के भन्छ फर्मुलाहरू हाम्रो छ हाइपरबोलिक है, हाइपरबोलिक फङ्सन्स, यसका फर्मुला, यसका डेरिभेटिभ, र 12 क्लासमा हामीले एक्स्ट्रा पढ्ने भनेकै हाइपरबोलिक फङ्सनको डेरिभेटिभ है त। र हाइपरबोलिक फङ्सनको डेरिभेटिभ भनेको सिम्पलमा जस्तै डेरिभेटिभ अफ साइन हाइपरबोलिक एक्स डिएक्स भयो हो। अब साइनको डेरिभेटिभ के हुन्छ हाम्रो कस हाइपरबोलिक है। अब यहाँ हेरौँ, अब हामीले यसमा सबै फर्मुला याद पनि गर्नु पर्दैन, हामीलाई सिम्पली के चाहियो भन्दाखेरि हामीले यसमा याद गर्नुपर्ने भने बेसिक हामीले यदि बेसिक ट्रिगोमेट्रीको यदि हामीलाई फर्मुला याद छ भने यसको फर्मुला पनि त्यही नै हो। खालि हाम्रो यो जुन रेसिप्रोकल हुन्छ नि, जस्तै रेसिप्रोकल भन्न खोजेको साइनको रेसिप्रोकल कसेक, कसको रेसिप्रोकल सेक र ट्यानको रेसिप्रोकल कट, यो तीनटाको चाहिँ डेरिभेटिभ नेगेटिभ राख्ने, त्यति हो। यसमा चाहिँ जस्तै सीबाट स्टार्ट भयो भने योबाट स्टार्ट भयो भने त्यसमा नेगेटिभ हुँदैन। यसमा चाहिँ यदि कसेकको डेरिभेटिभ द्याट इज रेसिप्रोकलको डेरिभेटिभ सेकको र कटको, यो तीनवटाको डेरिभेटिभलाई हामी नेगेटिभ राख्ने, बाँकी सबै सेम हो। जस्तै मैले यहाँ कुरा गरेँ कस हाइपरबोलिक एक्सको डेरिभेटिभ, त यो भनेको सिम्पली साइन हाइपरबोलिक, यहाँ कुनै नेगेटिभ आउँदैन किनभने साइन र कस भनेको रेसिप्रोकल होइन एकअर्काको है त। त्यही भएर त्यसपछि यदि ट्यान हाइपरबोलिक एक्सको डेरिभेटिभको कुरा गर्ने हो भने यो भनेको हाम्रो सिम्पली के हुन्छ भन्दाखेरि ट्यानको के हुन जान्छ सेक हाइपरबोलिक स्क्वायर एक्स है। ल अब यहाँ यदि हामीले यही कुरा गऱ्यौँ कि सेक हाइपरबोलिक स्क्वायर एक्सको डेरिभेटिभ गऱ्यो भने सेक भनेको कसको रेसिप्रोकल हो, त्यस कारणले चाहिँ माइनस अनि सेक हाइपरबोलिक एक्स इन्टु ट्यान हाइपरबोलिक एक्स। बाँकी बेसिक फर्मुला हाम्रो सेम, नर्मल डेरिभेटिभको जुन फर्मुला या ट्रिगोमेट्रिकको डेरिभेटिभको फर्मुला हुन्छ त्यही नै हो है त। फेरि यदि हामीले कट हाइपरबोलिक एक्सको यदि कुरा गर्ने हो भने यसमा चाहिँ हामीले के भन्छ माइनस, अब किनभने कट भनेपछि माइनस भयो, र कसेक हाइपरबोलिक स्क्वायर एक्स। अब त्यसै नै यदि फेरि कसेकको यदि कुरा गर्ने हो भने कसेक हाइपरबोलिक एक्सको डेरिभेटिभ हाम्रो हुन जान्छ माइनस कसेक इन्टु कसेक हाइपरबोलिक एक्स इन्टु कट हाइपरबोलिक एक्स है त। यसरी हाम्रो हाइपरबोलिकको फर्मुला डेरिभेटिभ भन्ने हो भने बेसिकली सेम नै हो है त। ल त्यसपछि अब हामीले
अब अरू यदि फर्मुलाहरूको कुरा गर्ने हो भने यहाँ मैले सबै फर्मुलाहरूको यो स्क्रिनसट राखिदिएको छु हैन। जस्तै यो अब हामीले बाँकी त हामीले लेखि पनि सक्यौँ र यहाँ पनि के छ भन्दाखेरि यदि हाइपर इन्भर्सहरूको फर्मुला छ यहाँ है। यसरी नै हामी जस्तै पहिला यहाँ है यो हाम्रो सबै इन्भर्सको फर्मुला साइन इन्भर्स एक्सको कस हैन, यिनीहरूको हाम्रो सबै इन्भर्सको फर्मुला पनि यही छ, यो हामी हेर्न सक्छौँ है। र केही बेसिक रिलेसनहरू जस्तै कि हाम्रो के भन्छ यो हाइपरबोलिकको जुन बेसिक जस्तै हाम्रो ट्रिगोमेट्रीमा हुन्छ नि कि साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा, त्यसको केही बेसिक रिलेसनहरू, त्यो रिलेसनहरू यहाँ छ हाम्रो यो। र त्यसपछि हाम्रो इन्भर्स हाइपरबोलिकको इन्भर्सको फर्मुला, यो सबै फर्मुलाहरू हामीले यहाँ मैले राखिदिएको छु। र यो सबै फर्मुलाहरू तपाईँहरू के गर्नुहुन्छ नोट गर्नुहोस्, पहिला नोट गरेर त्यसपछि एकचोटि याद राख्नुहोस्। अब यसलाई हामीले जति याद गर्नुपर्ने कुराहरू तरिकाहरू थियो जुन बेसिक जसमा चाहिँ अलिकति रिलेटेबल कुराहरू थियो ती फर्मुलाहरू मैले डिस्कस गरिसकेँ र बाँकी फर्मुलाहरू यहाँ हाम्रो सबै छ। यो फर्मुलाहरूले चाहिँ हामी मजाले रिभिजन गर्न सक्छौँ र यति फर्मुला जानिसकेपछि त्यसपछि हामी एक्सर्साइजतिर म नेक्स्ट लेक्चरमा एक्सर्साइजमा लान्छु र एक्सर्साइज गराउँदै म त्यहाँ क्वेसनहरू सल्भ गर्दा त्यो क्वेसन चाहिँ डेरिभेटिभको क्वेसनलाई कसरी सल्भ गर्नुपर्ने हुन्छ, के कन्सेप्टहरू चाहिन्छ। आई होप त्यो थाहा होला तपाईँहरूलाई, 11 क्लासमा अलिक डेरिभेटिभ पढेकै छौँ मैले, तैपनि यदि थाहा छैन भने म अलिकति एक्सप्लेनेबल वेमा चाहिँ अन्डरस्ट्यान्डेबल वेमा चाहिँ त्यसलाई पनि सम्झाउने कोसिस गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ। आजको यस लेक्चरमा हामी यति नै गर्छौँ, फेरि भेटौँला अर्को लेक्चरमा।